गाइज वेलकम टु माई न्यू ब्लग होइन। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु होइन। म चाहिँ आज अप्पर तामाङको ड्याम साइड आएको छु होइन। अनि हेर्नु सक्नुहुन्छ तपाईँहरूले भवाल छ होइन। यस्तो छ ठाउँहरू चाहिँ। त्यो माथि टल्किरहेको चाहिँ त्यो के अरे चाबी हो, खोलाको ढोकाको होइन, ढोकाको चाबी हो। अनि त्यो भवाल छ होइन। अब भने यस्तै हो। हामी चाहिँ यतातिर सबजना काम गरिरहनुहुन्छ होइन। अनि हामी चाहिँ यतातिर टक्क बसेर घुम्दै अनि यस्तै छ भवाल छ होइन। तपाईँहरूले हेर्नु सक्नुहुन्छ। यो माथि चाहिँ हाम्रो काम सुरु भइरहेछ। अब काम सुरु भइरहेको बेलामा अब टक्क तपाईँहरूलाई देखाइदिनु कि काम कस्तो सुरु हुँदैछ भनेर। अब यस्तो हो गाइज होइन। टक्क हेर्नु सक्नुहुन्छ भवाल छ। टक्क दाइहरू काम गरिरहनु भएको छ होइन। माथितिर उयो माथिबाट आएको क्या पहिरो चाहिँ। यस्तो बवाल आएको छ कि पहिरो यहाँनिर यस्तो पानी सानी जम्थ्यो। हामी चाहिँ भित्रसम्म गएको तर सकिन, पानी चिसो न चिसो रहेछ होइन। अब हामी चाहिँ जानुपर्ने हुन्छ टक्क। हामी चाहिँ निस्किन्छौँ अब। कस्तो चिसो छ पानी चाहिँ। मौसमले पनि त्यस्तै च्यालेन्ज गरिरहेको छ आज। त्यो भएर आज चाहिँ टक्क दारू खाएर सुत्ने दिन भइरहेको छ। हामी चाहिँ यस्तो भरेमा जानुपर्छ माथि टक्क होइन। कान्छा कस्तो आउँदो रहेछ, मजा आउँछ आइच हाम्रो कान्छा होइन। अब म जान्छु होइन। चाहिँ फेरि खत्राइसक्यो फेरि लड्यो भने त वान मिस्टेक फुलिसँग होइन। ओइ ओइ तेरिका फाइनली हाम्रो काम चाहिँ यहाँ सुरु हुँदैछ होइन। यो सर यता यस्तो छ ठाउँ चाहिँ। पहिला यस्तो बवाल थियो, अहिले चाहिँ यस्तो भइसक्यो क्या। म चाहिँ यतातिर यस्तै छ। अब अहिले माथितिर गएर ड्याम साइडमा गएर हेरौँला है त। फाइनली गाइज हामी चाहिँ ड्याममा आइपुग्यो होइन। त्यो चाहिँ त्यहाँ चाहिँ बनाइरहेको छ। अनि हामी चाहिँ माथि आएको हेर्नु ल। ड्यामको लेआइट भ्यू चाहिँ बवाल छ फेरि खतरा। अब फेरि यो चाहिँ हेर्नु सक्नुहुन्छ बवाल छ। यो चाहिँ सिनहरू बवाल छ। पहिला डुङ्गा पनि थियो, डुङ्गा चाहिँ छैन रहेछ होइन। डुङ्गा भएको भए तपाईँलाई देखाइदिन्थेँ। कता हो त्यता अहिले अब यस्तै हो। के देखाइदिनु लाग्थ्यो मैले, के बिर्सेँ क्या होइन। यस्तै हो। हामी चाहिँ अब एकछिन घुम्छौँ बस्छौँ, त्यहाँदेखि अनि हामी चाहिँ लाग्छौँ ड्युटीतिर। अरू त के देखाउनु, यस्तै हो। यो अप्पर तामाकोसीको ड्याम साइड चाहिँ यस्तो भएको छ भनेर तपाईँहरूलाई देखाइदिनु ला मात्र हो मैले। यो साइड मात्रै केही भएको छैन, त्यो साइड चाहिँ अलिक ध्वस्तै भएको छ होइन। टक्क यस्तो छ ड्याम साइड चाहिँ बवाल छ। म चाहिँ यता अब पहिला चाहिँ यहीँ डुङ्गा सुङ्गा हुन्थ्यो, सबै हुन्थ्यो होइन। अनि त्यो छ हाम्रो जान्दिरहेको क्या। अनि हामी चाहिँ जाँदैन थियौँ। अनि यसो कहिलेकाहीँ घुम्न चाहिँ आइन्थ्यो, यहीँ बसे पनि घुम्न चाहिँ यसो रमाइलो हुन्थ्यो होइन। घुम्नु सक्नुहुन्छ तपाईँहरूले। यतातिर टक्क पानी सानी जमिरहेको होइन। यो चाहिँ गेट हो, पानी सानी जमेर बवाल छ। फेरि दाउरा छ होइन। यो चाहिँ ल, यो चाहिँ भ्यू टक्क लामबगर बजारको, लामबगरको ड्याम साइडको भ्यू बवाल छ। अप्पर तामाकोसी खोला चाहिँ यो हो होइन। सानो छ, धेरै ठुलो पनि छैन, बवाल छ यो चाहिँ। अरूभन्दा नि सिन चाहिँ बवाल लाग्छ मलाई होइन। खोलापट्टिको सिन भएपछि त के छ यता होइन, बवाल लाग्छ नि फेरि। के गर्नु अब, यता ससुराली बनाऊँ भने छैन होइन। अब के बनाउनु, यस्तै हो। ससुराली चाहिँ नबनाऊ, कहिलेसम्म जान्छ त्यसमै ठिक छ। हामी चाहिँ अब ड्युटीतिर लाग्नुपर्ने हुन्छ। अनि अब तपाईँहरूलाई सुरु भइसकेको पनि गएको आएको तपाईँहरूलाई टक्क भिडियो देखाइदिनेछु। अब यस्तै छ गाइज है। अब म चाहिँ गाउँतिर आएको छु। गाउँतिर एक दुई दिन मजाले बसेर फेरि काठमाडौँ रिटर्न हुने वालामा छु म होइन। पहिला हामीले काम गरेर चाहिँ ऊ माथि हो क्या, अलिकति देख्दैन होला, जुमिङ गर्छु म होइन। टक्क ऊ त्यो पहेँलो तर देख्दैन, क्यामेरा क्वालिटी राम्रो नभएर होला होइन, देख्दैन रहेछ। अब तपाईँहरूलाई एकचोटि म माथि नै गएर एकचोटि देखाउने कोसिस गर्दैछु। ल अहिले
भेटौँला है त गाइज। फाइनली गाइज म चाहिँ टनलभित्र होइन, अनि तपाईँहरूलाई छिरेको भिडियोहरू देखाइदिन्छु होइन। टक्क यो चाहिँ केटाहरूले काम गरिरहेको छ। यो चाहिँ बुलर फ्यान हो, टक्क बुलर फ्यानबाट चाहिँ हावा अक्सिजन आउँछ। अक्सिजन आएपछि टक्क होइन, अक्सिजन आएपछि टक्क केटाहरूलाई सास फेर्न गएको सजिलो हुन्छ नि त। त्यही भएर म चाहिँ टनलभित्र मेरो गाडी यता छ टक्क यतातिर। अनि हाम्रो काम चाहिँ यस्तो यस्तै हुन्छ। अनि ग्लास पर्खाउने बेलामा पनि अलिकति ध्यान भएको छैन तपाईँलाई होइन। ल अब अहिले बाहिर जाँदा भेटौँला है त गाइज। फाइनल्ली म चाहिँ टनलबाट भित्र बाहिर निस्किसकेँ है। तपाईँलाई कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्ने चाहिँ नभुल्नु होला होइन। सबैले माया गरिदिनु होला भन्ने आशा राखिरहेको छु। सबैजनाले यसो माया गरिदिनु होला।